माननीय सदस्यहरू, प्रतिनिधि सभाको अधिवेशनको पहिलो बैठकको कारबाही प्रारम्भ हुन्छ। सर्वप्रथम बैठकमा उपस्थित सबै माननीय सदस्यहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। माननीय सदस्यहरू, अब म ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न 1 मिनेट उठेर मौन धारण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। माननीय सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट पत्रहरू प्राप्त हुन आएको छ। ती पत्रहरूको बेहोरा म पढेर सुनाउँछु। श्री महासचिवज्यू, माननीय नमुना संसद, सम्माननीय राष्ट्रपतिले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा मिति 2082 साल मङ्सिर 20 गते शनिबार दिउँसो 10 बजे प्रतिनिधि सभाको बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको बेहोरा जानकारी गराउँदछु। सचिव, राष्ट्रपतिको कार्यालय, मिति 2082 मङ्सिर 20 गते। श्री सचिवज्यू, प्रतिनिधि सभा, सम्माननीय युवा राष्ट्रपतिले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा निजको अध्यक्षतामा देहाय पौडेलजीको मन्त्रीमण्डल गठन गर्नुभएको बेहोरा जानकारी गराउँदछु। 1. प्रधानमन्त्री सिमरन नगरकोटी कार्यविभाजन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय। मन्त्री श्री दिव्य सिंह मणि, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय। मन्त्री श्री हिमाल बस्नेत, युवा तथा खेलकुद मन्त्रालय। मन्त्री श्री साकुरा बाटा, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय। चरित्र पाण्डे, संस्कृति पर्यटन तथा उद्योग मन्त्री। प्रश्न कृषि मन्त्री, राष्ट्रपतिको कार्यालय, 2082 मङ्सिर 20 गते। माननीय सदस्यहरू, सर्वप्रथम आकस्मिक समयमा बोल्न समय चाहने माननीय सदस्यलाई बोल्ने समय दिन्छु। समय 1 मिनेट। माननीय सदस्य श्री रोहन फोजु लगेजु, त्यसपछि माननीय सदस्य शुभम मास्के। सम्माननीय समूहमुख समुदाय, केही दिन अगाडि अवरण वर्ष आएका सँगसँगै बाढी पहिरोले 100 परिवार विस्तृत बनेको छ, खेती नष्ट गरेको छ र विद्यालय तथा सार्वजनिक भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। विभिन्न तथ्याङ्कहरू मार्फत स्थानीय प्रशासनले यसको पुष्टि गरिसकेको छ। यो विषयप्रति सरकारले गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। हालैसम्मै प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको छैन र खाद्यान्न र पानीको लगायत औषधि उपचार समेत स्थानीयले पाइरहेको छैन। यस्तै परिस्थितिमा नागरिकले राज्यबाट अपेक्षा गर्ने भनेको तत्कालीन समयमा राहत हो। त्यसै कारणले सरकारले तत्कालीन मतदान टोली परिचालित गरी अस्थायी बसोबास व्यवस्थाको मिलाइपूर्ण निर्माणका लागि लक्षित बजेट छुट्याइदिनुहोस्। धन्यवाद। माननीय सदस्य श्री शुभम मास्के, समय सभामुख महोदय, सर्वसुलभ स्वास्थ्य सेवाको भाषामा बिरामीहरू सरकारी अस्पताल आउँछन्। केही दिन यता मेरो जिल्लाको आकस्मिक सेवा समेत पूर्ण रूपमा रोकिएको छ। यस घटनाले जिल्लावासीको जनजीवन ठुलो सङ्कट उत्पन्न भएको छ। अस्पतालमा चिकित्सकहरूको पर्याप्त छैन, उपकरण मर्मत नहुँदा प्रयोग गर्न नसकिने अवस्था बनेको छ। आकस्मिक समयमा बिरामीले वैकल्पिक अस्पताल लैजान बाध्य बनाएको छ। स्वास्थ्य सेवा राज्यको प्राथमिक दायित्व हो। आकस्मिक सेवा समेत रोकिनु सामान्य घटना होइन। यस्ता घटनालाई तत्काल रोकिए जनताले स्वास्थ्य उपचारको हक पाउने व्यवस्थाको मिलाउन सभामुख सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। समयमा बोल्ने क्रम समाप्त हुन्छ। माननीय सदस्यहरू, अब शून्य समयको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, प्रत्येक माननीय सदस्यहरूले 1 मिनेटको समय छुट्याएको छु। सो समयभित्र आफ्नो भनाइ राखिदिनु होला। 1. माननीय श्री कृषा मचामसी। सम्माननीय सभामुख महोदय, देशको प्रमुख राजमार्गहरू दैनिक रूपमा जाम, सडक,
खराब नियमित अनुसन्धानको अभाव लगायतको समस्या दैनिक रूपमा बढ्दै गइरहेको छ, जसले गर्दा शिक्षक, विद्यार्थी र बिरामीहरूलाई अभावी परेको छ। राजमार्गको खाला खुल्टी वर्षौंसम्म मर्मत नहुँदा नागरिकहरूको शास्ति भोग्नु परेको छ। कतिपय अवस्थामा नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ। दुर्घटना जोखिम क्षेत्रको पहिचान गरी त्यस क्षेत्रमा थप व्यवस्थापन र ट्राफिक गस्ती बढाउन आवश्यक छ। धन्यवाद। माननीय श्री सचिन सुवाल। माननीय सभामुख महोदय, जलस्रोत व्यवस्थापन केवल पाइप बिछ्याउने परियोजना मात्र होइन, जलस्रोत संरक्षण र पुनर्भरण आजको आवश्यकता बनेको छ। दीर्घकालीन रूपमा पहाडी क्षेत्रको संरक्षण पुरा भरण आवश्यक छ। नयाँ खानेपानी योजना बाजका दिगो विकास र वैज्ञानिक मापदण्ड पालना गर्न आवश्यक छ। यस विषयलाई बाध्यकारी बनाइयोस् भन्ने विषयमा सरकार र सदनको ध्यानाकर्षण गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्यहरू, शून्य समयमा बोल्ने क्रम यही समाप्त हुन्छ। माननीय सदस्यहरू, अब विशेष समयको कारबाही प्रारम्भ हुन्छ। आजको विशेष समयमा विपक्षी दलको नेता माननीय श्री कृतिका दथेपुतेले बोल्ने समयमा गर्नुभएको छ। अब म उहाँलाई बोल्ने समय दिन्छु। माननीयले प्रश्नको प्रयोग गर्न सक्नुहुन्छ। दैनिक जीवनमा गम्भीर प्रभाव परेको उनले अभिवृद्धिको विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। तेल, नुन, चिनी, ग्यास लगायतका अति आवश्यक वस्तुहरूको मूल्य एकैपटक अस्वाभाविक रूपमा वृद्धि हुँदा जनताले अत्यन्तै दुःख भोगिरहेको छ। सरकारले बजार अनुगमनलाई कडाई गरिनु आवश्यक छ। आयात र निर्यातलाई पारदर्शिता बढाउन आवश्यक छ। धन्यवाद। श्वेता थापालाई विशेष समयमा बोल्न अनुमति दिन्छु। त्यसपछि रिजन खैजु। सभामुख महोदय, जलवायु मानव जीवनमा निकै ठुलो चुनौती दिएको छ। नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा यसबाट प्रभाव परेको छ। बाढी पहिरो, हिमनदी फुट्ने खतरा बढेको छ। वायु प्रदूषण तथा नदी प्रदूषण लगायतका समस्याले जनतालाई प्रत्यक्ष रूपमा स्वास्थ्य, कृषि क्षेत्र र अर्थतन्त्रमा गम्भीर असर परेको छ। यो सङ्कट केवल प्राकृतिक समस्या होइन, विकास अर्थनीति, सहरी योजना र ऊर्जा व्यवस्थाको विषयसँग जोडिएको विषयको रूपमा लिन आवश्यक छ। यस्ता समस्या समाधानको लागि हरित ऊर्जाहरू, सौर्य ऊर्जा, हाइड्रोजन, बायोग्यास आदिलाई उत्पादन तथा उपभोग दुवैमा प्रोत्साहन गर्नु आवश्यक छ। नदी तथा जलधारा क्षेत्र संरक्षण, वृक्षारोपण, प्रदूषण नियन्त्रणमा उचित बजेटसहित वैज्ञानिक कार्यक्रम आवश्यक छ। धन्यवाद। अब म माननीय श्री रिजन खैजुलाई विशेष समयमा बोल्न अनुमति दिन्छु। समय 3 मिनेट। सम्मानीय सभामुख महोदय, देशको सबैभन्दा ठुलो हिस्सा युवाहरूले ओखटेको छ। आत्मा चिजको वर्तमान र भविष्य दुवै छ। तर दुःखद कुरो के हो भने आजका दिनमा धेरै युवाहरू बेरोजगार छन्। श्रम बजारको समस्या जस्ताको त्यस्तै छ। सिप तथा रोजगार बीच समन्वय नहुँदा युवाहरू विदेशी बाध्य बनेको छ। हामी युवाहरूलाई अवसर र रोजगारीको लागि वातावरण दिन सक्यौँ भने उनीहरूले देशभित्र नै उद्योग सञ्चालन, नवप्रवर्तन र रोजगारी सिर्जना गर्न सक्छ। त्यसका लागि सहज लगानी वातावरण विकास तथा डिजिटल सिप विकास, प्राविधिक शिक्षा विस्तार, अनुसन्धानको लागि आवश्यक लागु बढाउनु आवश्यक छ। नवप्रवर्तक युवालाई प्रारम्भिक कर तथा समाजवादी घर प्रणालीलाई र प्रशासनिक संस्थाको वातावरण मिलाउनु आवश्यक छ। व्यावसायिक तालिम र उत्पादकमूलक शिक्षालाई जोड दिनु आवश्यक छ। धन्यवाद। अब म माननीय श्री कमलराज पाण्डेलाई विशेष समयमा बोल्न अनुमति दिन्छु। समय 3 मिनेट। भन्ने कुरा हामीले धेरै पटक सुनेका छौँ। तर के हामीले शिक्षालाई वास्तवमै
सम्माननीय सभामुख महोदय, शिक्षा नै कुनै पनि देशको मेरुदण्ड हो भन्ने कुरा हामीले धेरै पटक सुनेका छौँ। तर के हामीले शिक्षालाई वास्तव नै राष्ट्रिय प्राथमिकताको तहमा राखेका छौँ? हामीले विद्यालयमा सिकाइको परिमाण कतिको प्रभावकारी छ? शिक्षालाई आवश्यक उपकरण, तालिम लगायत आवश्यक विषयको कति उपलब्ध छ? यी विषयमा सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु। विद्यार्थीहरूको प्रत्यक्षहरूमा जोडेको छ। विद्यार्थी पढ्ने ठाउँमा सुरक्षित हुनुपर्ने, विद्यालय क्याम्पसमा सीसी क्यामेराको अभाव, सुरक्षाकर्मीको अपर्याप्त लगायतको विषयको विद्यार्थीले दैनिक समस्या भइरहेका छन्। उच्च शिक्षा हासिल गरे पनि बेरोजगार नपाउने अर्को प्रमुख समस्या भनेको छ। विद्यालय शिक्षालाई उत्पादन श्रमसँग नमिलाउँदा हाल नेपालमा शिक्षा प्रणाली शिक्षित बेरोजगारीहरूको उत्पादन गर्ने थलो रूपमा देखिएको छ। उच्च शिक्षाको लागि विदेशिनु पर्ने बाध्यता कायम नै छ। यस्ता समस्या समाधानका लागि सरकारको ध्यान जाओस् भन्न चाहन्छु। धन्यवाद। माननीय सदस्यहरू, आजको विशेष समयमा माननीय सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। अब म माननीय युवा तथा खेलकुद मन्त्री हिमाल बस्नेतलाई आकस्मिक शून्य र विशेष समयमा आफ्नो मन्त्रालयसँग सम्बन्धित उठेको प्रश्नको जवाफ दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, हाम्रो देशको कुल जनसङ्ख्याको ठुलो हिंसा युवाहरूले ओगटेको छ। उक्त शक्ति नै हाम्रो राष्ट्रिय शक्ति हो भन्ने बुझाउने साथ सरकारको दीर्घकालीन नीतिगत कामहरू अघि बढिरहेको छ। सम्माननीय सभामुख महोदय, सरकारले यस आर्थिक वर्षमा युवा विकास कार्यक्रमहरू अन्तर्गत युवा उद्यमशीलताको कोष विस्तार गरी युवाहरूलाई व्यावसायिक कर्जा र सिपयुक्त तालिम दिँदै आइरहेको छ। खेलकुद राष्ट्रिय गौरवको पहिचान हो र सांस्कृतिक एकताको आधार हो। यस विषयलाई ध्यानमा राख्दै साथै प्रदेशका बहुउद्देश्य खेल मैदान निर्माणका लागि अघि बढाइएको छ र नेपालको अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका लागि खेलाडीलाई उचित प्रशिक्षण, पोषण, स्वास्थ्य उपचार लगायत आवश्यकता सुविधा सुनिश्चित गरिएको छ। युवाले ऊर्जालाई राष्ट्रिय निर्माण परिचालन गर्नु सरकारको पहिलो प्राथमिकता हो। खेलकुद माध्यमबाट राष्ट्रिय एकता र राष्ट्रिय पहिचान मजबुत बनाउने हाम्रो साझा उद्देश्य हो। धन्यवाद। माननीय मन्त्रीले आसन ग्रहण गर्न सक्नुहुनेछ। अब म माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री दिव्या सिमकेबनीलाई आकस्मिक शून्य र विशेष समयमा आफ्नो मन्त्रालयसँग सम्बन्धित उठेको प्रश्नको जवाफ दिन अनुमति दिन्छु। अब म माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री साकुरा बाटालाई आकस्मिक शून्य र विशेष समयमा आफ्नो मन्त्रालयसँग सम्बन्धित उठेको प्रश्नको जवाफ दिन अनुमति दिन्छु। सुशासन विधिको शासन र मानव अधिकार तथा न्याय प्रणालीको मजबुत लोकतान्त्रिक शासनको व्यवस्थाको आधार स्तम्भ हो। संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख राज्य शासन गर्न आवश्यक कारणहरू मानिसका संशोधन तीव्र गर्नमा अगाडि बढेको छ। समाजवादी कानुन व्यवस्था लागू गरी न्याय निरूपणको सुरुवात भएको छ। society मृत्युदण्डसम्मको व्यवस्था कानुन व्यवस्था सहितको कानुन निर्माण गरेको छ। अदालतको बढ्दो मुद्दाको भारलाई कम गर्न वैकल्पिक विवाद समाधानको उपायहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्दछ। विधिको शासन कायम गर्न सरकारको प्रमुख प्राथमिकता सुशासन र पारदर्शिता रहेको छ। सार्वजनिक पदाधिकारी र निकायलाई उत्तरदायी र पारदर्शिता केन्द्रित नीति लागू गरिएको छ। देशमा समर्पित राख्न नपाउने कानुन व्यवस्था गरिनेछ। भ्रष्टाचार नियन्त्रण गर्न सम्पत्ति विषय प्राथमिकतामा राखिएको छ। कृषि मन्त्री पासना पुरीलाई आकस्मिक शून्य र विशेष समयमा
आफ्नो मन्त्रालयसँग सम्बन्धित उठेको प्रश्नहरूको जवाब दिन अनुमति दिन्छु। सम्माननीय प्रमुख महोदय, कृषि क्षेत्र हाम्रो देशको अर्थतन्त्रको मुख्य आधार हो। रोजगारीको मुख्य स्रोत पनि कृषि क्षेत्र बनेको छ। हाम्रो देशको 60% भन्दा धेरै जनशक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि क्षेत्रमा संलग्न रहेका छन्। कृषि क्षेत्र सुधार गर्नु राष्ट्रको दिगो समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय हो। कृषि उत्पादन वृद्धि गर्न किसानको मेहनतलाई प्रविधिसँग जोड्दै आधुनिक कृषि प्रणालीको विकास गर्न मन्त्रालयले विभिन्न योजनाहरू तयार गरिरहेको छ। त्यसमध्ये केही नीतिहरू तथा योजनाहरू यस प्रकारका छन्। सिँचाइलाई विस्तार गरी वर्षभरि नै उत्पादन गर्ने योजना कृषि मन्त्रालयको छ। बिउ बिजनको गुणस्तरीय सुधार तथा प्रमाणित बिउ वितरणलाई प्राथमिकता राखेको छ। कृषि अनुसन्धान केन्द्र विकास गरी कृषि उत्पादनलाई वृद्धि गर्ने मन्त्रालयको मुख्य प्राथमिकता छ। कृषि उत्पादन मेसिनरी अनुदान र मल खाद्यको व्यवस्था तथा सुधारको विषय मन्त्रालयले योजनामा समावेश गरेको छ। मन्त्रालयले मल अभाव नहोस् भन्ने उद्देश्यले मल वितरण प्रणालीलाई पारदर्शी र वैज्ञानिक बनाएको छ। विभिन्न कृषि सहकारी मार्फत मल वितरण तथा मलमा हुने कालोबजारी नियन्त्रणका लागि कडा रूपमा नीतिहरू लागू गरिएको छ। यो बिजनको गुणस्तरीय सुनिश्चित गर्न क्वालिटी टेस्टिङलाई विस्तार गरिएको छ। कृषि उत्पादनको उचित बजार मूल्य निर्धारण तथा ढुकानी सहजीकरण नीति लागू भइरहेको छ। किसानको वर्षभरि नै आफ्नो उत्पादनलाई उचित मूल्य पाउने वातावरण तयार गर्नु नै हाम्रो प्रमुख लक्ष्य हो। देशको युवालाई व्यावसायिक कृषिमा प्रेरित गर्ने विभिन्न प्रोत्साहनमूलक नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको छ। कृषि अनुदान, सिपमूलक तालिम तथा व्यावसायिक कृषिको लागि सहुलियत ऋण उपलब्ध गराएको छ। धन्यवाद। माननीय सदस्यहरू, आजको आकस्मिक समय, शून्य समय र विशेष समयको कारबाही समाप्त हुन्छ। माननीय सदस्यहरू, माननीय प्रधानमन्त्री श्री सिमरन नगरकोटीले समसामयिक विषयमा बोल्ने समय माग गर्नुभएको छ। अब म सम्माननीय प्रधानमन्त्रीलाई बोल्ने समय दिन्छु। महोदय, जनताहरू आमूल परिवर्तनको पर्खाइमा छन्। बेरोजगार, भ्रष्टाचार र कालो बजार तथा अव्यावहारिक मूल्य वृद्धिले जनतामा निराशा नै निराशा छाएको छ। यस्ता विषयहरूमा समाधान गर्न सरकारले तीव्र गतिमा नीति तथा कार्यक्रमहरू तर्समा गरिरहेको छ। जनताको जीवनसँग जोडिएको समस्यालाई तत्कालै समाधान गर्ने नीति तथा कार्यक्रमहरू सरकारले ल्याएको छ। जनतासँग जोडिएको यस्ता समस्या तत्काल समाधानको लागि सरकारको ध्यान केन्द्रित भएको छ। नेपालको संविधानको प्रस्तावनामा नेपाल समाजवाद उन्मुख राज्य हुने व्यवस्था भएसँगै सरकारले समाजवादी नीति तथा कार्यक्रमहरू तयार गर्न हौसला मिलेको छ। सरकार समाजमा हुने वर्गीय विभेद अन्त्य गर्न वैज्ञानिक समाजवादी व्यवस्थाको लागि समाधान नीति तथा कार्यक्रमहरू तीव्र रूपमा कार्यान्वयन गरिरहेको छ। सरकारले स्वदेशमा नै विभिन्न कल कारखानाहरू खोलिएको रोजगारीको लागि विदेशमा बेचिनुपर्ने बाध्यताको अन्त्यको लागि सरकार हर लागि गरिरहेको छ। कृषि उत्पादन वृद्धिको लागि आवश्यक सरकारले मिलाएको छ। माननीय सदस्यहरू, अब म माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री दिव्या सिंहकेनीलाई खुपु विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। रूपमा सबैको पहुँचमा हुनुपर्छ। शिक्षालाई उत्पादन सँगसँगै विश्व बजारसँग प्रतिस्पर्धा गर्न सके जनशक्ति तयार गर्ने लक्ष्य खोपो विश्वविद्यालय विधेयक दिएको छ। यस सदनमा म खोपो विश्वविद्यालय विधेयक पेश गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब खोपो विश्वविद्यालय
विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुन्छ। छलफलमा भाग लिने माननीय सदस्यहरूको नामावली प्राप्त भएको छ। प्रत्येक माननीय सदस्यलाई 3 मिनेटको समय छुट्याइएको छ। सर्वप्रथम माननीय श्री कृजन मचामासीलाई बोल्ने समय दिन्छु। शिक्षा र अनुसन्धान उपाको सँगसँगै जनशक्ति तयार गर्न प्रत्येक विधेयकको प्रयोग छ। गुणस्तरीय अध्ययन र अनुसन्धानत्मक उच्च शिक्षाका माध्यमबाट सक्षम प्रतिस्पर्धी चरित्र र नागरिक तयार गर्न शिक्षाको नीति महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसकारण टुटोको विश्वविद्यालय विधेयकलाई सर्वसहमतिले पारित गर्ने उहाँहरू सम्पूर्णले सहयोग गर्नुहुनेछ भन्ने विश्वास दिएको छु। धन्यवाद। माननीय श्री रोजिका श्रेष्ठ। माननीय सदस्यहरू, अब म माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री दिव्य सिंहकीमणिलाई विधेयकको सामान्य छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, शिक्षा सबैको लागि हुनुपर्छ। शिक्षाले विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्छ। उत्पादनमूलक शिक्षा प्रणाली हुनुपर्छ। शिक्षा अनुसन्धानमूलक हुनुपर्छ भन्ने विषयहरूमा माननीय सदस्यहरूको सहमति रहेको देखियो। त्यसकारण त्यस विश्वविद्यालय विधेयक यस सदनमा सर्वसहमतिले पारित हुने विश्वास लिएको छु। धन्यवाद। माननीय सदस्यहरू, खोपो विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल यही समाप्त हुन्छ। माननीय सदस्यहरू, अब म खोपो विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला। यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ खोपो विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृति भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री दिव्या सिंहकीमणिलाई खोपो विश्वविद्यालय विधेयकमाथि दफावार छलफल गर्न सदनमा पेश गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, खोपो विश्वविद्यालय विधेयक जनसरकारको विषयमा प्रत्यक्ष रूपमा जोडिएको विषय भएको हुनाले यस विधेयकलाई यस सदनमा दफावार छलफलको लागि म अनुमति चाहन्छु। जसले गर्दा कम समयमा हामीले जनतालाई यस महत्त्वपूर्ण विश्वविद्यालय विधेयक पारित गरी विश्वविद्यालय खोल्न अनुमति दिन सकोस्। धन्यवाद। माननीय सदस्यहरू, अब म खोपो विश्वविद्यालय विधेयकमाथि दफावार छलफल
सदनमा गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ खोपो विश्वविद्यालय विधेयकमाथि सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा गर्छु। अब दफावार छलफलमा भाग लिने माननीय सदस्यहरूको नाम प्राप्त भएको छ। सर्वप्रथम अब म माननीय श्री सम्झना कोइरालालाई दफावार छलफलमा भाग लिन समय दिन्छु। समय 3 मिनेट। खोपो विश्वविद्यालय विधेयकको दफा 3 मा खोपो विश्वविद्यालय विधेयकको विधेयकमा चरित्रवान जनशक्ति उत्पादन गरी मुलुकमा सम्पूर्ण योगदान पुर्याउने उद्देश्य दिएको छ। त्यसकारण यो अति महत्त्वपूर्ण विषय हो। यो विधेयकको यो उद्देश्य देशको समग्र विकासमा प्रयोग गरी देशको दिगो विकास गर्न सकिन्छ। त्यसकारण यो विधेयक पास हुन आवश्यक छ। यसको लागि सम्पूर्ण माननीयहरूले सहयोग गर्नुहुने अपेक्षा राख्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब म श्री साजन थामीलाई विधेयकको दफावार छलफलमा भाग लिन समय दिन्छु। समय 3 मिनेट। सम्माननीय सभामुख महोदय, खोपो विश्वविद्यालय विधेयकको दफा 6 को क मा भ्रष्टाचार र जबरजस्तीकरणीय मानव व्यक्तिगत तथा ओसार लगाइएको फौजदारी कसुर नपाएको व्यक्तिले मात्र पदाधिकारी बनाउने प्रस्ताव गरेको छ, जसले गर्दा समाजमा शान्ति सुरक्षा कायम विषयमा सहयोग पुर्याउँछ। समाज शान्ति सुरक्षा कायम गर्न यो विषय अति महत्त्वपूर्ण छ। त्यसकारण यो विधेयक पास हुनु भनेको समाजमा शान्ति सुरक्षा समेत कायम हुनु हो। धन्यवाद। माननीय सदस्यहरू, अब म माननीय दिव्य सिंहकेमणिलाई दफावार छलफलको क्रममा उठेको प्रश्नको जवाब दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, यस खोपो विश्वविद्यालय विधेयकले समाजमा शान्ति सुरक्षा कायम गर्ने लगायतका विषय माननीय सदस्यहरूले उठाउनुभयो। शिक्षा र उत्पादन सँगसँग मिलाउने विषयमा यहाँहरूको समर्थन रहेको विषयले विधेयक पारित हुनेमा म आशावादी रहेको छु। धन्यवाद। माननीय सदस्यहरू, अब म खोपो विश्वविद्यालय विधेयकको प्रस्ताव र नामलाई विधेयकको अङ्ग बनाइयोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ खोपो विश्वविद्यालय विधेयकको प्रस्ताव र नामलाई विधेयकको अङ्ग बनाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा गर्छु। माननीय सदस्यहरू, अब म माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री दिव्य सिंहकेमणिलाई खोपो विश्वविद्यालय विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, सरकारले खोपो विश्वविद्यालयको लागि स्वीकृति दिएर गुणस्तरीय शिक्षाको बाटो खोलिदिनुपर्छ। देश विकासको लागि शिक्षा पाउने राजनीतिक गतिविधि रोक्नुपर्छ। शिक्षा उत्पादनमूलक जीवन उपयोगी खोज र अनुसन्धानलाई प्रोत्साहन गर्न खोपो विश्वविद्यालय
दिशामा उही राजनीतिको हस्तक्षेप अन्त्य गर्न को विश्वविद्यालय विधेयक तत्कालै पारित गरी विश्वविद्यालयको लागि अनुमति दिनु आजको आवश्यकता हो। त्यसको लागि सम्पूर्ण माननीयहरूले पूर्ण सहयोग गर्नुहुने अपेक्षा लिएको छु। सरकारको विषयमा माननीयहरूले पूर्ण सहयोग गरिरहेको छ र यस विषयमा पनि सहयोग गर्नुहुने नै छ। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनेमा विश्वविद्यालय विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, आजदेखि चालु रहेको प्रतिनिधि सभाको अधिवेशन समापन हुन गइरहेको छ। यस अधिवेशन अवधिमा प्रतिनिधि सभाको बैठक बसी संसदका सदस्यहरू ज्यादै अनुशासित र मर्यादित भई आकस्मिक, शून्य र विशेष समयमा जनसरोकारका विषयमा व्यापक छलफल गर्नुभएको छ। यसै अधिवेशन अवधिमा खोपो विश्वविद्यालय विधेयक पारित भएको छ। म अधिवेशनमा सहभागी हुने सबै माननीय सदस्यहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु। अब माननीय सदस्यहरू यहाँबाट आफ्नो कार्यक्षेत्रमा फर्की देशको जनताको लागि काम गर्नुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु। अन्त्यमा अधिवेशन अवधिभर सहयोग पुर्याउनु हुने माननीय उपसभामुख, माननीय सदस्यहरू, मन्त्रीमण्डलका सम्पूर्ण सदस्यहरू, पत्रकार मित्रहरू एवं संसद सचिवालयका पदाधिकारी लगायत सबैलाई धन्यवाद दिन चाहन्छु। माननीय सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट देहाय बमोजिम पत्र प्राप्त भएको छ। म उक्त पत्रको व्यवहार पढेर सुनाउनेछु। पत्रको व्यवहार। सम्माननीय राष्ट्रपति महोदयले मन्त्री परिषदको सिफारिसमा चालु रहेको सङ्घीय नमुना संसदको अधिवेशन 2082 साल मङ्सिर 20 गते शनिबार राति 8 बजेदेखि अन्त्य गर्नु भएको छ। सचिव राष्ट्रपतिको कार्यालय मिति 2082 8 महिना 20 गते। माननीय युवा सदस्यहरू, अब यो बैठक आज राति 8 बजेदेखि स्वतः अन्त्य हुने गरी स्थगित हुन्छ। Thank you.